के हुँदो रहेछ मैले भिडियो बनाइरहेको छु पहिला। भिडियो नमस्कार, तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। आज हामी जाँदैछौँ घुम्न। कहाँ घुम्न भने चाहिँ क्रिसमसको यसो इभ चलिरहेछ, सुरु हुन लाग्छ, यसो अवलोकन गर्नलाई हिँड्दैछौँ। रेडी भयो काली? रेडी हुँदैछन्, टाइम लाग्छ हल्का। ल अब चाहिँ रेडी भयो, अब हिँड्नुपर्छ। रातिमा चस्मा लाउँ कि नलाउँ भन्ने भइरहेछ कि। अच्छा, हिरो त हिरै देखिन्छ है, तर के भने रातिमा कालो चस्मा अलिक सुहाउने हो कि नसुहाउने हो कि गाह्रो छ। यस्तो गरेर बाल पनि आज फालिदिएको, हल्का लाउरी कटिङ भएछ, ठिकै छ होइन, देखिन्छ नि राम्रै। काली छिटो जाऊँ, ढिलो भएन? ढिलो भयो क्या जाऊँ। अब चाहिँ जानु पर्यो है साथीहरू, अब बाहिर गएर देखाउनु पर्ला है त। ल फाइनल्ली हामी हिँडिसक्यो। अब केही दिनमा घर जानेछौँ, त्यही भएर फर्केर आउँदासम्म क्रिसमसको लाइटिङ चाहिँ सकिन्छ होला भनेर आज हतार हेर्न जाँदैछौँ। कस्तो हुन्छ अहिले देखाउँदै गर्छु, राम्रै हुन्छ होला, रमाइलो होला भन्ने विश्वासका साथ हिँडिरहेका छौँ है त। आइयो अब ठाउँमा। ओ माई गड, के देखिन्छ चस्मामा? के यस्तो रमाइलो सारा छ त। खतरनाक छ त, खतरनाक। झिलिमिली बत्तीको झिलिमिली नेपालमा तिहारमा हुने जस्तै रहेछ क्या, त्योभन्दा नि रमाइलो। हेलमेट खै, हेलमेट खै, हेलमेट होइन जेन्जीलाई छैन पो हेलमेट। पैसा लाउनु, पैसा लानु परेन। लेनदेन गर्नु कि अलि हेलमेट छैन पो। लेनदेनको कुरा गर्छ, लेनदेन गर्नु कि हेलमेट छैन क्या। वाह यहाँ दामी रहेछ क्या, स्कुटी राखिदिएको रहेछ रमाइलो गर्न। लाइटिङ वरिपरि यस्तो रमाइलो छ कि, यस्तो रमाइलो छ कि। एक दिन क्रिसमसभित्र एक दिन चाहिँ आउनु होला रमाइलो गर्न। लाइटिङ फोटो खिच्न मात्रै नभएर खानपिन पनि छ, विभिन्न सुविधाहरू पनि छ। घुमाउँ है त, मान्छेहरू टक्ने छन्, छक्कै देखाउँछ मिल्दैन। यो क्रिसमस ट्री पनि छ, अनि सान्ता बाबाको ट्रक पनि रहेछ, रेल जस्तो। गिफ्टहरू बोक्नु भएको छ सान्ताले, यहाँ चाहिँ घन्टी बजाउँदै गिफ्ट आयो भन्दै हिँड्नु भए जस्तो छ है त। रमाइलो छ, पक्कै पनि घुम्न आउनु होला है त। तेन्जिनमा है, यो तेन्जिनमा, कोकाको तेन्जिनमा रहेको छ। क्रिसमस भएको हुनाले क्रिसमस भइरहेको छ, सुरु भइसकेको छ। मान्छेको भिड पनि उत्तिकै देख्न सकिन्छ। गाडी पनि रहेछ यहाँ, यस्तो राम्रो गाडी छ, चढ्ने मन कसलाई छ होला? मलाई एकदम चढ्ने मन थियो, चढिहाल्यो। हल्का बिजी रहेछ गाडी।
सुन्नु अङ्कल बजार वा वा लाई त हल्का राम्रो ठाउँ देख्ने हुन्न हल्का टिकटक त बनाउनै पर्यो है टिकटकरहरूलाई टिकटक चल्दैछ यहाँ बन्दैछ है सबैभन्दा दुःख चाहिँ क्यामराम्यानलाई हुन्छ क्या त्यो मिलेन त्यो मिलेन खिच्ने बनाउने यता दर्शक फेरि नाच्देऊ कान्छ ल वाह 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 दामी दामी यहाँ चाहिँ आफ्नो विसहरू लेखेर नाच्यो भने पुरा हुन्छ भन्ने मान्यता रहेको छ यो क्रिसमस ट्री हो अग्लो त विस्तास्नेहरूको भिड छ दामी छ दामी बिस्तारै हामी फर्किने बेला हुन लागेछ आवाज सुनेछ कि नकुन्नी हल्का बिस्तारै बोलिरहेको छु म यता हेरे पनि ब्युटिफुल यता हेरे पनि ब्युटिफुल उता हेरे पनि ब्युटिफुल जता हेरे पनि ब्युटिफुल देखिरहेको छ ओ यहाँ त मासु रहेछ ठुल्ठुला मासु वाह 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 मैले भिडियो बनाइरहेको छु पहिला यता हेरौँ न यता मेरोमा भिडियो है भिडियो सक्यो हाम्रो काम आजको कार्यक्रम घुम्ने ओके बाई बाई थ्याङ्क यू